हिमालको चिसो हावा र पासाङको पहिलो स्पर्श मेरो जिन्दगीमा सधैँ ताजा रहनेछ। नमस्कार दर्शकवृन्द, म याङची, सोलुखुम्बुको एउटा सानो गाउँकी एक साधारण शेर्पा युवती। म 31 वर्षकी भएँ। आज म तपाईलाई मेरो जीवनको सबैभन्दा गहिरो र मिठो कथा सुनाउन गइरहेकी छु। 9 वर्ष अगाडिको एउटा यस्तो प्रेम कथा जसले मेरो मनको हरेक कुनालाई छोयो। हिमालको चिसो हावाले मेरो आत्मालाई शीतल बनायो र पासाङको मायाले मेरो हृदयलाई सदाका लागि न्यानो। यो मेरो र मेरो घरभन्दा तलको गाउँ बस्ने पासाङको कथा हो, जसमा प्रेमको मिठास, बिछोडको पीडा, सामाजिक बन्धनको चुनौती र विजयको आनन्द सबै समेटिएको छ। मलाई लाग्छ यो कथा सुन्दा तपाईहरूको मन पनि मेरो जस्तै भावनाको लहरमा डुब्नेछ। मेरो गाउँ सोलुखुम्बुको काखमा बसेको छ, जहाँ हिम श्रृङ्खलाहरू आकाशलाई छुने प्रयास गर्छन् र बादलहरू लुकामारी खेल्छन्। बिहानको पहिलो किरणले हिमाललाई सुनौलो बनाउँदा मेरो दिन सुरु हुन्थ्यो। त्यसपछि म बाबाको सानो पसलमा गएर बाबालाई सघाउँथे। चिया बनाउने, सामानहरू मिलाउने र गाउँलेहरूसँग हाँस्दै खेल्दै कुरा गर्ने। सबैले मलाई धेरै माया गर्थे, किनकि म हरेक व्यक्तिसँग मिठासले बोल्थे र उनीहरूको मन जित्ने काम गर्थे। तर मेरो मनको गहिराइमा सधैँ एउटा खालीपन थियो। यस्तो खालीपन कि म शब्द दिन सक्दिनँ। यो खालीपन पासाङले भरेको थियो, जसलाई म सानैदेखि चिन्थे। स्कुलका दिनहरूमा पासाङ र म सँगै पढ्थ्यौँ। ऊ मलाई जिस्काउँथ्यो, म उसलाई हिमालको सपना बोकेको केटो भन्थे। ऊ सधैँ ठुलो सपना देख्थ्यो, एक दिन आफ्नै ट्रेकिङ कम्पनी खोल्ने, पर्यटकहरूलाई हिमालको काखमा लैजाने र हाम्रो ठाउँको नाम विश्वभर फैलाउने। मलाई उसको यो जोसले सधैँ आकर्षित गर्थ्यो। उसको आँखामा विश्वासको चमक थियो, जसले मलाई पनि सपना देख्न सिकाउँथ्यो। समय बित्दै जाँदा हाम्रो बाल्यकालको मित्रता कुन बेला प्रेममा बदलियो थाहै भएन। यो परिवर्तन यति सुन्दर र स्वाभाविक थियो कि मलाई लाग्थ्यो यो प्रेम हिमालको हावा जस्तै मेरो जीवनमा मिसिएको छ। मेरो मनमा पासाङप्रतिको भावना यस्तो भयो कि जसरी हिमालको फेदमा बग्ने नदी सधैँ हिमालतिरै फर्किन्छ, त्यसरी नै मेरो विचारहरू पासाङतिरै घुम्थे। ऊ मेरो लागि मात्र साथी थिएन, ऊ मेरो मनको शान्ति र उमङ्ग दुवै थियो। मलाई अझै पनि त्यो रातको सम्झना छ। त्यो बुद्ध जयन्तीको मेला, चारैतिर बत्तीको झिलिमिली, गाउँमा रौनक थियो, गुम्बामा प्रार्थना, सांस्कृतिक नाचगान र सबैको हाँसोको गुन्जन। म रातो चोली र हरियो फरियामा सजिएर मेलामा पुगेकी थिएँ। मेरो मनमा कुनै अनौठो उमङ्ग थियो, जस्तो कि आज केही विशेष हुनेछ। पासाङ पनि त्यहाँ थियो, साधारण शेर्पा पोसाकमा, तर उसको आँखामा म प्रति गहिरो चमक थियो। नाचको रमझममा मेरो हात उसको हातमा ठोकियो। त्यो प्रेमपछिको पहिलो स्पर्श, आहा हो, त्यो स्पर्शले मेरो शरीरमा एक प्रकारको करेन्ट दौडायो। समय जस्तो रोकियो, वरिपरिको हल्ला हराए र केवल हामी दुई थियौँ। उसले मुस्कुराउँदै भन्यो, याङजी, आज तिमी तारा जस्तै चम्किरहेकी छौ। तिम्रो यो मुस्कानले हिमाललाई पनि लजाउँछ। मैले लजाउँदै भने, गफ्तिन पनि सिपालु भएछौ होइन? पासाङले फेरि भन्यो, साँच्चीकै हो के याङजी, यो मैले गफ दिएको होइन। मेरो गाला रातो भयो र मैले नजर झुकाएँ। मेरो मनमा प्रेमको पहिलो बीज अंकुरायो। त्यो रात म घर फर्किएँ, तर निन्द्रा आएन। म पासाङको स्पर्श सम्झेर मुस्कुराउँथेँ। उसको आवाज मेरो कानमा गुन्जिरहन्थ्यो। यो थियो मेरो प्रेमको पहिलो रमाइलो पल, जसले मेरो जीवनलाई सदाका लागि बदलिदियो। त्यसपछि हाम्रा भेटहरू दिनरात बढ्न थाले, कहिले गाउँको बाटोमा, कहिले हिमालको फेदमा। एक रात उसले मलाई एउटा सानो फूल दियो, हिमालको जङ्गलबाट टिपेको। यो फूल जस्तै तिमी मेरो जीवनमा फुलिरहनु, उसले भन्यो। मेरो हृदय जोड जोडले धड्कियो र मैले उसको आँखामा हेर्दै भने, पासाङ, तिमी मेरो लागि हिमाल हौ, अटल र मजबुत। यो सानो सानो रमाइलो क्षणहरूले हाम्रो प्रेमलाई गहिरो बनाउँदै लग्यो। तर हाम्रो प्रेमको बाटो सजिलो थिएन। मेरो परिवार परम्परागत थियो।
बाबाले मलाई गाउँकै धनी शेर्पा परिवारमा बिहे गराउन चाहनुहुन्थ्यो। बाबा भन्नुहुन्थ्यो, छोरी, याङजी, तिम्रो भविष्य सुरक्षित हुनुपर्छ। पासाङको परिवार साधारण थियो र उसको सपना गाउँ छोडेर काठमाडौँ गएर ठुलो काम गर्ने थियो। बाबाले पासाङलाई हावादारी सपना बोकेको केटो भन्नुहुन्थ्यो र मलाई उसको लागि उपयुक्त ठान्नुहुन्थेन। बाबा पासाङसँग सधैँ रिसाउनुहुन्थ्यो अनि म र पासाङ बोलेको पनि राम्रो मान्नुहुन्थेन। यो कुराले मेरो मनलाई सधैँ पीडा दिन्थ्यो। म राति एक्लै रोएर सोच्थेँ कि मेरो प्रेम सामाजिक बन्धनमा बाँधिएर हराउनेछ कि पासाङ र म अलग हुनुपर्नेछ। एक रात म र पासाङ गाउँ नजिकैको हिमालको फेदमा भेट्यौँ। चन्द्रमाले हिमाललाई चाँदी जस्तै बनाएको थियो र हावामा एक प्रकारको रमाइलो सुगन्ध। पासाङले मेरो हात समात्दै भन्यो, याङजी, मलाई थाहा छ यो बाटो सजिलो छैन, तर म तिमीलाई हिमाल जस्तै अटल माया गर्छु। तिम्रो हरेक मुस्कान मेरो लागि प्रेरणा हो। तिम्रो आँखामा मैले मेरो संसार देखेको छु। यदि तिमीले मलाई साथ दियौ भने म संसार जित्न सक्छु। मेरो आँखा रसाए। मैले उसलाई अँगालो हाल्दै भने, पासाङ, तिमी मेरो जीवनको प्रकाश हौ। तर मेरो परिवारलाई कसरी बुझाउने? मलाई डर लाग्छ कतै हामी अलग हुनु पर्यो भने के गर्ने? उसले मेरो कपाल मसार्दै जवाब दियो, हामीले हाम्रो प्रेमलाई प्रमाणित गर्नुपर्छ। म काठमाडौँ गएर आफ्नो सपना पूरा गर्छु र तिमीलाई लिन गाउँ आउँछु। यो बिछोड हाम्रो प्रेमको परीक्षा हो, तर म विश्वास गर्छु हामी जित्नेछौँ। त्यो पलमा उसको अँगालोमा मलाई लाग्यो यो संसारको सबै पीडा भुले। हाम्रो प्रेमको त्यो रात म कहिले बिर्सिन सक्दिनँ। हामी आफ्नो जीवनको कुरा गर्दै एकअर्कामा हराएको बेला मेरो शेर्पा परिवारको एकजना निमा नामको केटाले देखेर मेरो घर गएर मेरो बाबा आमासहित शेर्पा परिवारका गाउँलेहरूलाई लिएर हामी बसेको हिमालको फेदमा आइपुग्यो। एक्कासी मेरो बाबाले पासाङलाई लौरोले हिर्काउनु भयो। पासाङको टाउकोमा चोट लाग्यो। पासाङ ऐया भनेर चिच्यायो। म जुरुक्कै उठेर बाबाको हातबाट पासाङलाई हानेको लौरो खोसेर पासाङतर्फ आएँ र भने, यदि कसैले मेरो पासाङलाई हात लगायो भने म त्यसलाई मारिदिन्छु र म पनि मर्छु। मेरो आँखामा रिसको आगो बलिरहेको थियो। यति सुनेपछि बाबाले पासाङलाई मार्न आएका गाउँलेहरूलाई रुक्न भन्नुभयो र रुँदै मलाई यो के गरेकी भनेर सोध्नुभयो। मैले पनि बाबालाई रुँदै भने, बाबा, पासाङ भोलि बिहानै काठमाडौँ जान्छ। उसलाई केही नगर्नु, म बिउन बाँच्न सक्दिनँ। बरु म हजुरले भनेको सबै मान्छु। पासाङ गाउँकै सबैभन्दा धनी नभएपछि म उसलाई भुलिदिन्छु र हजुरले भनेको ठाउँमा बिहे गर्छु। यति मैले भनेपछि पासाङले पनि, हो, यदि याङजीले भनेझैँ मैले गर्न नसके म गाउँ फर्किँदैन र तपाईँ याङजीको बिहे जहाँ मन पर्छ त्यहीँ गरिदिनुहोला भनेर हात जोडी अनुरोध गर्यो। बाबा मेरो र पासाङको कुरा सुनेर राजी हुनुभयो र हामी दुवैलाई शर्तमा अडिग रहन भन्दै उसलाई त्यहीँ छोडी मेरो हात समातेर घर ल्याएर आउनुभयो। हाम्रो प्रेम यति गहिरो थियो कि यो सामाजिक बन्धनभन्दा माथि उठिसकेको थियो। पासाङ अर्को दिन बिहानै काठमाडौँ गयो। म गाउँमा बिछोडको पीडासँगै पुनः बाबालाई पसलमा सघाउन थालेँ। तर मेरो मन सधैँ पासाङसँगै हुन्थ्यो। हरेक दिन हिमालतिर हेर्थेँ र सोच्थेँ, ऊ कस्तो होला? उसको लागि म कति महत्त्वपूर्ण छु? सोचै सोचमा 1.5 वर्ष बित्यो। बाबाले मेरो बिहेको लागि धनी परिवारसँग कुरा अघि बढाउन थाल्नुभयो। याङजी, यो तिम्रो भविष्यको लागि हो, उहाँ भन्नुहुन्थ्यो। तर मेरो मन विद्रोह गर्थ्यो। मलाई डर लाग्थ्यो, के पासाङले मलाई बिर्स्यो होला? भोलि पासाङ आएर मलाई नभेटे के होला? ऊ के गर्ला? उसलाई धोका दिएर कि म बाँच्न सकुला? यस्ता कुराहरूले मलाई पिरोल्थ्यो अनि मेरो आँखाबाट आँसु झर्थ्यो। ऊ व्यस्त थियो, उसका पत्रहरू ढिलो आउँथे। हरेक रात म उसलाई सम्झेर पत्र लेख्थेँ, मेरो आँसुले कागज फिज्थ्यो। एकपटक मैले प्रेमका साथ लेखेँ, पासाङ, म यहाँ तिमीलाई पर्खिरहेकी छु।
तिम्रो स्पर्शको यादले मलाई जिउन सिकाउँछ। तर मेरो परिवारले मलाई बिहेको लागि दबाब दिइरहेका छन्। मलाई तिमीमाथि विश्वास छ, तर यो विश्वासलाई बलियो बनाउन मलाई तिम्रो साथ चाहिन्छ। तिमी मेरो लागि प्रेमी मात्र होइनौ, तिमी मेरो जीवन हो। केही दिनपछि पासाङको जवाफ आयो, याङजी, मेरो हरेक सासमा तिमी छौ। तिम्रो मुस्कान मेरो लागि ऊर्जा हो, तिम्रो माया मेरो लागि शक्ति। म दिन रात मेहनत गरिरहेको छु, चाँडै सर्किनेछु र हाम्रो प्रेमलाई कसैले रोक्न सक्ने छैन। त्यो पत्र पढ्दा मेरो मनमा आशाको दियो बल्यो, तर बिछोडको पीडा गहिरो थियो। म हामी बस्ने हिमालको फेदमा गएर पासाङको नाम जप्दै रोएँ। यो परीक्षाले मेरो प्रेमलाई अझ गहिरो बनाउँदै लग्यो। मलाई थाहा भयो, सच्चा प्रेम पीडामा पनि फुल्छ। त्यसपछि घरमा म बाबा आमासँग लड्दै पासाङको बाटो हेर्न थालेँ। दिन मेरो घर परिवारसँग लडेर बित्यो भने रात पासाङको सम्झनामा। यसरी नै मेरो रात दिन बित्न थाल्यो। 3 वर्षपछि पासाङ गाउँ फर्कियो। उसले काठमाडौँमा आफ्नो ट्रेकिङ कम्पनी सुरु गरेको थियो। उसको मेहनत र लगनले सबैको मन जित्यो, मेरो बाबाको पनि। मैले भने जे पासाङ गाउँकै सबैभन्दा धनी भएर आयो। बाबाले पासाङको मेहनत र हाम्रो प्रेमको गहिराई बुझ्नुभयो र भन्नुभयो, याङजी, तिम्रो खुसी मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ। अन्ततः उहाँले हाम्रो बिहेलाई स्वीकार गर्नुभयो। बिहेको दिन हिमालको काखमा गाउँरङ्गी चङ्गी थियो। म रातो फरियामा सजिएकी थिएँ, जस्तो हिमालकी अप्सरा। पासाङले मेरो हात समात्दै भन्यो, याङजी, तिमी मेरो तारा हौ, मेरो जीवनको प्रकाश। यो हिमाल हाम्रो प्रेमको साक्षी हो र हामी सँगै हरेक चुनौती जित्नेछौँ। मैले उसलाई हेर्दै भने, पासाङ, तिम्रो मायाले मलाई पूर्ण बनायो। यो प्रेम सदाका लागि हो। त्यो पलमा मलाई लाग्यो, मेरो प्रेमले हिमाललाई पनि जित्यो। बिहेपछि हामी काठमाडौँ फर्क्यौँ। हामी अहिले पनि खुसी र सुखी छौँ। हाम्रो कथाले गाउँमा नयाँ आशा, विश्वास र रमाइला सपनाहरूको सन्देश फैलायो। यो थियो मेरो र पासाङको प्रेम कथा। हिमाल जस्तै अटल, ताराहरू जस्तै चम्किलो र भावनाको सागर जस्तै गहिरो। साथीहरू, कथा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। राम्रो लागे लाइक र सेयर पनि। यस्तै रोचक, रमाइला र भावनात्मक कथा सुन्न यस नेपाली रात्रि कथा नामको च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को कथामा अरूसँग फेरि भेट हुने नै छ। म याङजी तपाईँहरूसँग बिदा चाहन्छु। धन्यवाद।